चिसो मौसममा बाल्कनीमा बसेर यस्तो बवाल भ्यू हेर्दै चिया खानुको मजै बेग्लै छ। तर यो गर्मीमा यस्तो चिसो ठाउँ अनि यस्तो राम्रो भ्यू भएको ठाउँ चाहिँ कहाँ होला भनेर सोच्नु भएको होला है। यो कहीँ नभएर भेरेटारबाट धनकुटा जाने पहिलो टर्निङ मेरो भएको प्रिमियर हाइडवे होटल हो। धेरैजनालाई भेरेटारको मौसम त थाहा नै होला। घरि पानी परिदिन्छ, घरि चिसो हावा चलिदिन्छ, घरि हुस्से लाग्छ, घरि मजाले घाम लाग्छ। र मैले त्यो सबै मौसम चाहिँ यो बाल्कनीमा बसेर महसुस गरेँ। साँच्चै भन्नुपर्दा हामीले यो मर्निङ टाइम चाहिँ यहीँ नै बितायौँ। अनि यहाँको खाना पनि एकदमै धेरै मिठो थियो। हामीले त मजाले थपी खायौँ। अब तपाईँहरू गर्मी छल्नको लागि भेरेटार जानुहुन्छ भने यो प्रिमियर हाइडवे होटलमा नै जानु होला है त। किनभने स्काइवक टावर पनि त्यही नजिकै छ। र अर्को कुरा, स्काइवक टावरमा नयाँ क्याफे पनि खोलिएको रहेछ। त्यहाँको कफी कस्तो मिठो हो कि, र अर्डर अनुसार खाना पनि पाइने रहेछ। हामीले खाना पनि खायौँ, एकदमै मिठो भयो। त्यहाँनिर एकैछिन बसेर माथि स्काइवक टावर गएर सिसामा हिँडेर अनि फ्रीफल गरिसक्दा साँच्चै यति धेरै आनन्द आयो, यति रमाइलो भयो यो दिन। र अर्को कुरा, यहाँ चाहिँ सङ्गिनास क्रिएसन एन्ड बुटिकले रेन्टमा यस्तो बवाल ड्रेसेसहरू पनि राखिदिनु भएको रहेछ। मैले पनि लगाएर फोटो खिचेँ। यदि तपाईँहरू पनि जानुभएको छ भने यो ड्रेस लाएर फोटो खिच्न र भिडियो बनाउन चाहिँ नबिर्सनु होला है त। र यही सोमबार हामी क्रिएटर्स मिटअपको लागि भेरेटारमा प्रिमियर हाइडवे होटलमा र स्काइवक टावरमा भेट्दैछौँ।